साथीहरू, हजुरहरूले अब यो फेसबुक चलाउँदा के अरे सामाजिक सञ्जालहरू चलाउँदाखेरिमा होइन, पहिला आफ्नो घर परिवारलाई हेर्नु, आफ्नो काम हेर्नु होइन, अनि त्यसपछि मात्रै चलाउनु होला। किनभने आफ्नो घर परिवार, आफ्नो घर लथालिङ्ग पारेर अनि त्यो फेसबुक चलाएर बसेर मात्रै हुँदैन होइन। पहिला आफ्नो बच्चाहरू केयर गर्नु, आफ्नो श्रीमानलाई केयर गर्नु, आफ्नो घर सफा सुग्घर राख्नु, सब कामहरू सबै सम्पन्न भएपछि अनि त्यसपछि मात्रै फेसबुक चलाउनु होला होइन। अनि आफ्नो बच्चाहरूलाई पनि टाइम दिनु होला। सानो सानो बच्चाहरू हुन्छ अनि त्यो आफूले चाहिँ मोबाइल चलाएर बसेर अनि त्यो बच्चाहरूलाई राम्रो खाना नदिने, आफूले घरको हाइजेनिक खानाहरू बनाएर नदिने, अनि बाहिरको जङ्क फुडहरू दिने, आफूलाई फेसबुक चलाउनु छ भनेर होइन, टिकटक चलाउनु छ, फेसबुक चलाउनु छ भनेर अनि बच्चाहरूलाई खानाहरू नबनाइकन आफूले त्यो मात्रै चलाएर नबस्नु होला होइन। पहिला आफ्नो बच्चाहरूलाई खानाहरू राम्रोसँग दिएर हाइजेनिक खानाहरू, जुसहरू अनि फ्रुटहरू सबै खानाहरू बनाएर खुवाएर अनि मात्रै बच्चाहरू भएपछि मात्रै चलाउनु होला है। कति मान्छेहरू मैले देखिरहेको छु अहिले धेरै जसो यो फेसबुक चलाउने अनि आफ्नो बच्चाहरूलाई एउटा मोबाइल दियो उसलाई भुल्लिनलाई, अनि त्यसपछि खानाहरू त्यो सबै जङ्क फुडहरू प्याकेटको खानेकुराहरू राखिदियो अनि आफू चाहिँ मोबाइल चलाएर बसिरह्यो। त्यो चाहिँ नगर्नु होला है साथीहरू। किनभने यो सामाजिक सञ्जाल भनेको कहीँ भागेर कहीँ गएको छैन होइन। पहिला घर परिवार राम्रोसँग सम्हाल्नु अनि त्यसपछि मात्रै चलाउनु होला है। राधे राधे।